Hello everyone, let me introduce you all to my baby. मेरी छोरी चाहिँ अहिले 16 महिना पुरा भइन् अनि उनको दिनहरू चाहिँ यसै गरी बित्छ। अहिले उनी मामा घरमा छिन्। रुममा हुँदाखेरि चाहिँ रुमभित्रै खासै बाहिरी संसार त्यति देख्न पाउँदैन। र पनि बिहान बेलुका यसो बाहिरतिर त हिँड्छिन्, तर पनि खुल्ला फ्रेस इन्भाइरोमेन्ट हुँदैन नि त अब अलि बजारतिरको। अनि गाउँमा चाहिँ उनले गाई बस्तु देख्छिन्, अब गाडीहरू पनि अलिक क्लोजली, अनि छरछिमेकी यताउता धेरै मान्छेसँग उनको इन्ट्रोड्युस हुन्छ। अनि के गर्छिन् छिनमा के गरेर मेरो टाइम यसै बित्छ। सानो नानी भएपछि त उसलाई खुवाउने, नुहाउने, लुगा धुने, यताउता उसलाई हेर्दै दिन बित्ने के गर्छिन्। फेरि आफ्नो नानीले जे गरे पनि कस्तो मजा लाग्ने, हेरिरहँ जस्तो लाग्ने, त्यो कस्तो मजा आउने उसको हरेक एक्टिभिटीहरू आफू पनि इन्जोय गर्छु सँगसँगै म। अनि मेरी छोरी चाहिँ त्यस्तो जिद्दी पनि गर्दैनन्, ज्ञानी नै छिन्। अब उसलाई बेला बेला चाहिँ के हुन्छ, अलि झगडा गर्छिन्, अलि रुन्छिन्, त्यस्तो झगडा त्यति साह्रो झगडा पनि गर्दैनन्। एकछिन खेल्छिन्। बुबुको लागि पनि त्यस्तो धेरै झगडा गर्दैनन्। मेरो सानो चाहिँ ब्रेस्ट फिडिङ नै गर्छिन्, अनि त्यस्तो झगडा पनि गर्दैनन्। बुबुको लागि पनि आफै बुझेर अब सुत्ने बेलामा यसरी आफै मिलाएर दिनुपर्छ। अनि मेरी छोरीको नाम चाहिँ अभिरुचि प्रसाई हो। मैले चाहिँ नाम पनि भन्न बिर्सेछु, फेरि सुरुमै नाम भन्नु पर्यो भन्दै थिएँ, अरू गफमै अल्मलिएछु म त। फर्स्ट टाइम मैले यसरी भोइस ओभर गरेर भिडियो बनाएको, के बोल्ने हुँदै सम्झी गर्दैछु। यो चप्पल चाहिँ मेरी छोरीले दोकानमा गएर हात तानेर यो खुट्टामा लाउने यो चप्पल दिनु भनेर दोकानी आन्टीसँग मागेर किन है मेरो छोरीले